मिन्नासन कोनिचिवा। हामीले हिरागानाको हिजो अस्ति पहिलो र दोस्रो भागमा हिरागानाको अक्षरहरू एउटा तेन्तेन र मारु लाएर र अर्को हिरागाना बडामालाहरू पढ्यौँ। अब आज हामी दुईवटा शब्दहरू जोडेर बन्ने शब्दहरूको बारेमा पढ्न गइरहेका छौँ। जस्तो कि हामीले य, यो र यो तीनवटा शब्दहरूलाई आधा अक्षर बनाएर जोडेर अर्को अक्षरसँग जोडेर बन्दाखेरि बन्ने संयुक्त अक्षरको उच्चारणको स्वरूप लिएर पढ्न गइरहेका छौँ। जस्तो कि अब हेर्नुहोस्, जस्तो कि प्लस या, जहिले पनि सानो अक्षर आधा अक्षर चाहिँ हामीले चाहिँ सानो लेखिन्छ, यो ठुलो भन्दा सानो लेखिन्छ। जस्तै कि प्लस या किया, क्या हुन्छ। त्यस्तै कि प्लस यु, क्यु, अथवा कि प्लस यो, क्यो, यसरी हुँदै जान्छ। अनि अब जस्तै आकाशा, साबाट सी प्लस या स्या, सी प्लस यु स्यु, अनि सी प्लस यो स्यो। अनि अर्को छ आकाश ता, भनेको के हो? दा, सरी दा भन्ने तेन्तेन लागेपछि दा हो। ता ती, ची चाहिँ ची प्लस या च्या, ची प्लस यो च्यु, ची प्लस यो च्यो। यो भयो। अनि नाबाट नि, न्या, अनि न्यौ, न्यो, कि सी ची नि। अब हिबाट हि, ह्या, ह्यु, ह्यो। अनि मीबाट म्या, म्यो, म्यो। सरी, म्यो। रिबाट, अब रिबाट रिया, रियो, रियो। 1 2 3 4 5 6 7 यति अक्षर बन्यो। अब हामीले यसलाई चाहिँ अब तेन्तेन र मारु लाएर पनि बनाउन सकिन्छ। अब तेन्तेन लाग्ने चाहिँ अब यसमा लाग्छ। जस्तै कि को
गिको ग्या ग्यो ग्यो अनि सीको जी हुन्छ जी ज्य ज्यू ज्यो अनि चीको चाहिँ हुँदैन अनि नीको पनि हुँदैन हिको हुन्छ हिको ब्या ब्यो ब्यो मीको हुँदैन अनि रीको नि हुँदैन यति अक्षरहरू मारु अब हलाई मारु लाएर हिलाई मारु लायो भने पिउ पा हुन्छ पी हुन्छ प्या हुन्छ प्या सरी प्या पिउ र पिउ यति भएपछि हिरागाना सकियो जस्तै अब म एकचोटि उच्चारण गरेर सुनाउँछु तपाईहरुलाई जहिले पनि कि सी ची नी हि मी री गी जी बी र पी चाहिँ अब मैले हिजै अघिल्लो पाठमै भनेको थिएँ यसलाई चाहिँ यौवन भन्छ अब उच्चारण गरौँ है त अब कि प्लस या क्या क्यू क्यो स्या स्यु स्यो च्या च्यु च्यो न्या न्यु न्यो ह्या ह्यु ह्यो म्या म्यु म्यो रिया रिउ रियो अब तेन लाएर काको के हुन्छ गा ग्या ग्यु ग्यो अनि ज्या ज्यू ज्यू ज्यो चाहिँ मिस्टेक भइरहेको रहेछ जी हुन पर्ने ठाउँ ज्यू अनि यहाँको ब्या ब्यू ब्यो र मारुलासी प्या प्यु प्यो यति अक्षरहरू छन् अब भनेपछि हामीले चाहिँ कतिवटा अक्षर पढ्यौं त हिरागानामा लेखौं है त हिरागाना बडमालामा 46 अक्षर अनि त्यसपछि हिजो पढेको अघिल्लो भागमा पढेको तेन र मारुलाको अक्षर कतिवटा 25 वटा अनि आज कतिवटा 1 2 3 1 2 3 4 5 6 7 8 9 10 11 11 त्यहाँ 33 3 5 8 8 र 6 14 को 4 हातमा लाए 1 4 5 6 10 शून्य हातमा लाए 1 104 वटा ह्याकु योन यति अक्षरहरू छन् तर न्युङ्गो चाहिँ एकदम सजिलो बडमाला छन् सबै न्युङ्गोहरू साह्रै अप्ठ्यारो छैन अब तपाईहरुलाई अप्ठ्यारो लाग्यो भने कुन अक्षर कसरी भन्ने जस्तो लाग्यो भने अब जान्नेलाई त केही फरक परेन नजान्नेलाई चाहिँ यसो कमेन्ट गर्नु होला
तर मेरो च्यानल चाहिँ एकदम सब्सक्राइब गरिदिनु होला, किनभने मैले चाहिँ जिरो एङ्गलबाट जिरोबाट म पढाएर तपाईँहरूलाई बोल्न सक्ने बुझ्न सक्ने बनाउने छु। मैले अहिले जिरोबाट पढाइरहँदा के पढाए होला जस्तो लागेको होला। अब जिरोबाट नपढाइकन अरूबाट पढायो भने फेरि सुरुबाट पढ्नेहरूलाई थाहा हुँदैन, त्यही भएर जिरोबाट सुरु गरिरहेको छु। तर अब अलिक पछि म बिचबिचबाट पनि व्याकरणहरू सिकाउने छु। अहिले चाहिँ अब यति कम्प्लिट भएको छ। अब अर्को भागमा हामी काताकानाहरू सामान्य अध्ययन गर्छौँ। जे भयो मिनिङहरू अध्ययन गरेर चाहिँ हामी पुरा हुनेछौँ। मेरो चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। धेरैभन्दा धेरै सब्सक्राइब र लाइक गरिदिनु होला। ओनेगेसिमास, आरिगातो गोजाइमास।